नमस्कार सबैलाई फेरि पनि स्वागत छ च्याङ्गो भाइ युट्युब च्यानलमा। आज आमा छिराउनु हुँदै रुबेली पङसङसम्म पुग्ने हामी जमर्को गरेका छौँ। बाटो कस्तो छ र कस्तो हुन्छ तपाईहरुले पुरै देखाउने कोसिस गर्दैछु र यो बाटो पुरै हेरिसकेपछि तपाईहरुले कमेन्ट गर्नुहोला। हामीलाई पुरै बाटो थाहा नहुन सक्छ, पुरै ठाउँको नाम थाहा नहुन सक्छ। गाउँपालिका 5 बजी कुण्ड पुगेछौँ। अब हेर्दैछौँ त्यसपछिको यात्रा। मेरो बहिनी सर हो यहाँ मेरो बहिनी माया यता हेर्नु। हेलो एक्सक्युज मी। पर्वती गुन्डादेखि माथि सुमदाङ रुबेली ट्रेक हामी सुरु गर्यौं। यो भिडियोमा देखिरहनु भएका कत्लङ गुम्बादेखि माथिको होमस्टेहरू। Gimana pasar ya hari ini? Gimana? Pasar Pasar apa ini? Orang nama ngomongnya. Gimana kan hari lo asli? हामी बाटोमै छौँ, मङ्जे पुग्न लाग्यो। हामी सबै मिल्यो भने यो केवल ब्लग होइन, हाम्रो भविष्यको आधार बन्नेछ। विश्वास छ मलाई तपाईहरुले साथ दिनुहुनेछ। मङ्जे पुगेपछि फेरि बोर्ड साइड देखाउने कोसिस गर्छु। अवस्था हो बाटो यस्तै छ, जस्तोको त्यस्तै देखाउने कोसिस गर्दैछु। मन्दिर लागेको हो त्यहाँ अहिले। मङ्जित पुगेको अवस्था हो अहिले चाहिँ ट्याक्कै मङ्जित। हेर्न सक्नुहुनेछ तपाईहरुले मङ्जितको सिन पनि सकभर पुरै देखाउने कोसिस
गर्नेछु। यो सैनिक चेक पोस्ट हो। यहाँ नेपाली सेनाहरू बस्नुहुन्छ। यसपछिको बाटो माथितिर पनि देखाउने कोसिस गर्ने नै छु। स्किप नगरिकन हेरिदिनु होला। यो पुरै मङ्जित आर्मी क्याम्प हो। यहाँ वरिपरि धुपी छ, सुन्दर बोट बिरुवाहरू छ। यी बोट बिरुवाहरू सँगसँगै यो बाटोको दृश्य पनि देखाउने कोसिस गर्छु। वाउ, हेलिप्याड पनि कस्तो राम्रो देखेको। अहिले चाहिँ गोटेन खर्का हो। हामी तीनवटा बाइक आएको। एउटा बाइक पछि आउँदैछ, एकछिन फर्किएको। गोटेन खर्का भन्दा अलि मुनि हो। एक मोड माथि गोटेन खर्काको राम्रो दृश्य छ, त्यो पनि देखाउँछु तपाईहरुलाई। Longji, khala long brush ase. Tajo aru kati. हामी जम्मा भयो। फोटो एउटा अनि भिडियो गरेर अब जान्छौँ। फेरि पनि माथिको पनि देखाउँछु तपाईहरुलाई। अब 10 वर्षपछिको हाम्रो सोमदाङको यात्रा हो। अलिकति मिलेर बस्नु। फोटो सँगसँगै भिडियो पनि खिच्छु, फोटो पनि लिन्छु। घुम्न आएको बेला यसो खिच्नु पर्यो। यस्तो रमाइलो ठाउँ जहिले नै आउन सक्दैन, आफ्नो गाउँठाउँ भए पनि, हैन त। वाउ, कमेन्ट नै छैन यहाँको। कसरी कमेन्ट गर्ने? लङटाङ हिमाल।
कस्तो छ हामी पारी डाँडामा जान लाग्यो त्यहाँ के भन्छ तेरो हजुर दादा भन्ने पङसङ भन्ने डाँडा हो त्यहाँ पुग्ने हामी कोसिस गर्नेछौँ एकदम अहिले यो ठ्याक्कै ओह्रालो बाटो आइपुग्यो त्यो गणेश हिमाल जायसुर भन्ने ठाउँहरू यो खुर्बु डाँडाको एउटा पुरानो मानी हो यसमा इतिहास छ इतिहास पल्टाउनु होला तपाईहरुले हिजोको बिम्छीहरुमा यो माने किन माने बनाएको र केको लागि बनाएको भन्ने कुराहरु प्रश्न छ यहाँ गोर्खाली खुकुरी पनि देख्न सक्नुहुन्छ गोर्खाली खुकुरी पनि राम्रोसँग हेर्नु होला गोर्खाली खुकुरी ल हेर्नुस् ठ्याक्कै छ यहाँ गोर्खाली खुकुरीको छाप खुर्बु डाँडादेखि ओह्रालोको भिडियो गरेनौ चिसो लागेर अहिले सोमदाङ पुगेर रेस गर्दैछौ र सोमदाङको होटेल हो यहाँ तपाईहरु जे खानुहुन्छ आर्डर अनुसार यहाँ बनाइदिनु हुँदो रहेछ दिदीको किचन पनि देखाउँछु यहाँ सोमदाङ हो यो सोमदाङको भ्यू एकछिन खिच्छु अहिले रेस पनि गर्छु ठ्याक्कै यहाँ नम्बर लेखेको रहेछ नम्बर भएको नम्बर पनि कन्ट्याक्ट गर्न सजिलो हुन्थ्यो यहाँ फोन लाग्दैन रहेछ फोन नलाग्ने कारणले गर्दा होला नम्बर नराखेको दिदीको किचन यस्तो दामी छ किचन यहाँ भित्र डाइनिङ सबै अर्गानिक छ खतरा छ यहाँको होटेलको दिदी हुनुहुन्छ हाम्रो दिदी यहाँ तपाई नुवाकोट होटेलको काठमाडौँ चिलिमे जहाँबाट आउनु भए पनि यहाँहरु कसैको होइन यहाँ आस्याङ सर्किलामाको दिदी हुनुहुन्छ उहाँ दिदी हो कि भाइ हुनुहुन्छ तपाईँ निस्केको अवस्था हो खानासाना आर्डर गरेर राख्यौँ हामीले अब लगभग यहाँदेखि रुम्बेली अनि पङसङ डाँडा पुग्नलाई लगभग 1 घण्टा लाग्छ 1 घण्टाको बाटो पछि फर्केर आएर हामी यहाँ खाना खाने हिसाबले हिँड्न लाग्यो यहाँदेखि माथिको बाटोहरू पनि सकभर देखाउने कोसिस गर्छु बाटो कस्तो छ स्किप नगरिकन हेरिदिनु होला पङसङको है हामी चाहिँ राजा गाडीमा चढेछ बोलेरोमा है यस्तो छ बाटो सबैभन्दा एकदमै बी केयरफुल गर्नुपर्ने बाटो यही हो न यहाँ उकालो धकालेर सक्छ न इन्जिनले धानेर सक्छ के हो ल यो ठाउँ चाहिँ सोमदाङदेखि माथि उकालो एउटा ट्रेन हालेर बस्ने ठाउँ छ त्यो खोला काटेपछि खोलादेखि माथि उकालो सकेपछि तेर्सो सुरु हुन्छ तेर्सो सुरु भएको ठाउँदेखि अलिकति पर गएपछि एकदमै डेन्जर छ यहाँ त बाइकहरूले लगभग सक्न एकदमै मुस्किलले जाँदो रहेछ 1-2 बाइक यो भिडियो हातमा खिचेको भएले अलि राम्रो क्लियर देखेन तपाईको के भन्छ युट्युबमा हाल्ने खाली भएन रहेछ अब बाटोहरूलाई त देखाउनै पर्यो जन अप्ठ्यारो बाटो छोड्यो भने त झनै राम्रो नहोला भनेर यो राखिदिएको छौँ बाटो यहाँ चाहिँ एकदम गाह्रो छ यहाँ तपाईको यो डाँडादेखि यो बाटोमा चाहिँ एकदमै केयर गर्नु होला कोही आउनुभयो भने
फाइनली हामी पङसङ डाँडामा आइपुग्यौँ। यहाँ पङसङ डाँडादेखि क्लियर मौसममा यहाँदेखि तल देख्ने भ्यूहरू खिच्दैछु। अब अहिले पछि केही समयपछि यहाँको सम्धिसँग कुरा गर्छौँ, सुन्नुहोला, रमाइलो हुनेवाला छ एकदम। सम्ति पर्दो रहेछ मेरो चाहिँ। म चाहिँ स्याङ्गो बाई ब्लगबाट उहाँहरूको भिडियो आउँदैछ, सबैजनालाई सम्ति पर्दो रहेछ। हामी सम्ति हुँदो रहेछ। म चाहिँ स्याङ्गो हो। आज तपाईँहरू भेट भयो, हामीलाई चिसो भएको फिलै भएन, एकदमै रमाइलो। यहाँ पैसाहरू हुनुहुन्छ परे फेसबुक आइहाल्छ नि। तपाईँको नाम के हो? नाम भन्नु न यसो। आस्मिता के हो? यसरी भन्नु त। तपाईँको नि रानी गाली है। गालीहरू नाम ल ल अले ल हेन्सम ब्रो पनि यसो। ओ ब्रो हेलो हजुर, 1-2 शब्द जाओस् न त। पङसँग आएको ल एउटा ग्रुपमा यसो हल्ला गरौँ न एकचोटि। ग्रुपमा उभिएर म पनि उभिन्छु कि तपाईँहरू। ल फेरि पनि ल फेरि एकचोटि। ल धेरै धेरै धन्यवाद। हाम्रो दाइ हुनुहुन्छ, यताकै हुनुहुन्छ है तपाईँ? 50 कतिको जाडो छ दाइ? दाइ उहाँलाई जाडै छैन। रमाइलो छ है। धेरै गाह्रो छ यहाँको जाडो हावा धेरै चल्ने भएर धेरै गाह्रो गर्छ आउनु भएको थियो उहाँहरू पनि। होला तपाईँहरूले ठ्याक्कै अब यो बोर्डै छ भन्नु नपर्ला। यो ठाउँको नाम चाहिँ प्रष्टै देखिरहेको छ। यहाँ इन्जम प्रो छ। तिहार विशेष ल हामी अब लगभग छुट्टिने बेला आइसक्यो। उनीहरू राम्रोसँग जानु होला। हामी पनि चिनैबाटै हो, बजारदेखि अलि माथि है। चिन्ने कस्तो छ त, कस्तो लाग्यो? बहिनीहरू चाहिँ यही पछाडिको ठ्याक्कै कसले छोप्यो नत्र म देखाउँथ्यो भएर लाग्यो। पछाडिबाट हिँड्ने हो। ल गुड अहिले हामी फर्किएको अवस्था छ। यहाँ बाटोमा एकदमै जाडो हावा लागेर बस्न सकेन। हावा नलागे भए एकछिन रमाइलो गर्ने मन थियो। अहिले यहाँ हामी धुपी काट्दै हो। ल एकदम झ्याम राङ्दी भयो जिरिका चेको छानी थाउ चिक्नु जा ल चराउँ अभी ओदे शुभ था पर आया पाऊ मुशी आसे तै जाने ताज ब्लोजिम नम्बर मलाई दिनु न म खाइहाल्छु तपाईँ टेन्सन नपुग्यो होला
खै म काट्छु मैले भिडियोलाई यहाँ यो चाहिँ रुबी भेलीको दुबो सँगैसिङ हामी सँगैसिङ भन्छौँ यसलाई हामी जताततै यो छ धेरै फैलिएको छ यो एकदम मिठो बस्न आउँछ यसको यहाँ 2-4वटा अरू पनि चिज मिसाउनुपर्छ हामीले भाइले ल्याइदिएको या ओल्पुङ आज अहिले हो भाइ अहिले पुग्यो भिडियो ल हो